साथीहो फेरि पनि तपाईँलाई स्वागत छ। अन्त यदि तपाईँहरूको अहिलेसम्म आधारसँग ब्याङ्क लिङ्क भएको छैन भने तपाईँको डिबिटीको लागि डाइरेक्ट ब्याङ्क ट्रान्सफर बेनिफिटको लागि तपाईँको सिडिङ भएको छैन भने कसरी गर्नुपर्ने हो, आउनुहोस् म तपाईँलाई स्टेप बाई स्टेप सिकाउँछु। यो स्टेप फलो गरेर तपाईँले सजिलैसँगले आफ्नो आधारसँग ब्याङ्क सिड गर्न सक्नुहुन्छ या लिङ्क गर्न सक्नुहुन्छ है साथी हो। सबैभन्दा पहिला क्रोममा जानुहोस्, अन्त यो एनपिसिआई लेख्नुहोस्, गुगलमा सर्च गर्नुहोस्, अनि यो फर्स्टमा आइरहेको छ एनपिसिआई। यसमा क्लिक गरेर माथि तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर एनपिसिआई लेखेकोमा छ, तपाईँले क्लिक गरेर यहाँ माथि 3 डट छ, यहाँनिर तपाईँले क्लिक गर्नुहोस्। अनि यहाँनिर क्लिक गरिसक्नु भएपछि यहाँनिर कस्टमर लेखेको हेर्नुहोस् है, कस्टमर लेखेकोमा तपाईँले क्लिक गर्नुहोस्। त्यसपश्चात त्यसमा क्लिक गर्नु सक्यो भने यहाँ तल हेर्नुहोस् त भारत आधार सिडिङ इन्टर बेस लेखेको छ, यहाँ तपाईँले क्लिक गर्नुहोस्। क्लिक गरिसक्नु भएपछि तपाईँले यसमा क्लिक गरेर यहाँनिर हेर्नुहोस् त है आधार सिडिङ या डिसिडिङ छ, तपाईँले यसमा क्लिक गर्नुपर्छ। आधार सिडिङको लागि चाहिँ तपाईँले यसमा क्लिक गर्नुहोस् र तपाईँले यहाँबाट आधार सिडिङ है यसरी लिङ्क गर्न सक्नुहुन्छ। तपाईँले यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यस्तो आधार नम्बर लाउनु पर्ने हुन्छ। यहाँनिर तपाईँको आधार नम्बर लाएर यो सिडिङ लेखेकोमा क्लिक गरेर तपाईँको कुन चाहिँ ब्याङ्क हो त्यो ब्याङ्क यहाँनिर लाउनु पर्ने हुन्छ। अनि ब्याङ्क लगाइसकेपछि तपाईँले नम्बर लगाएर यहाँनिर फ्रेस सिडिङमा तपाईँले क्लिक गर्नुपर्छ। फ्रेस सिडिङमा तपाईँले क्लिक गर्नु भएपछि यहाँनिर तपाईँले ब्याङ्क एकाउन्ट डिटेल्सहरू लाउनुपर्छ। कन्फर्म डिटेल्स गरेर यहाँनिर यो टर्म्स एन्ड कन्डिसनलाई ओके गरेर यहाँनिर तपाईँ तल गएर जुन क्याप्चा छ यो क्याप्चालाई तपाईँले यहाँनिर लाउनु पर्ने हुन्छ। यसलाई लगाइसकेपछि तपाईँले यहाँनिर फेरि टर्म्स एन्ड कन्डिसन पाउनुहुन्छ र यसलाई तल गएर यसरी यहाँनिर हेर्नुहोस् है एग्री एन्ड कन्टिन्यूमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। र यसरी तपाईँको मोबाइल नम्बरमा जुनमा आधार लिङ्क छ ओटिपी आउँछ, तपाईँले यहाँनिर ओटिपी लगाएर चाहिँ कन्फर्म गर्नुपर्छ है साथी हो। तपाईँले यहाँनिर कन्फर्म गर्नुपर्छ अनि यहाँनिर कन्फर्म भनेर आइरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। र यसरी तपाईँले लिङ्क गर्न सक्नुहुन्छ। यहाँनिर हेर्नुहोस् है यहाँनिर सक्सेस भनेर आएको छ र तपाईँले यसरी चेक गर्न सक्नुहुन्छ है। र साथी हो यसरी सक्सेस भइसकेपछि तपाईँले यसलाई होइन यसरी युडिएआई मा पनि तपाईँले चेक गर्न सक्नुहुन्छ होइन, जहाँनिर चाहिँ आधार सिडिङ भएको छ कि छैन, एक्टिभ छ कि छैन भन्ने यस्तो एक्टिभ सिम्बल चाहिँ आउनुपर्छ। त्यसो भने चाहिँ तपाईँलाई थाहा हुन्छ कि तपाईँको ब्याङ्क एकाउन्टसँग चाहिँ आधारको सिडिङ भएको रहेछ भनेर। तपाईँले यसरी पनि सजिलैसँगले चेक गर्न सक्नुहुन्छ है साथी हो। यसरी आधारसँग ब्याङ्क यसरी लिङ्क गर्नुहोस् है। ल साथी हो, यो स्टेप फलो गरेर तपाईँले सजिलैसँगले यसरी आफ्नो ब्याङ्कसँग आधार लिङ्क गर्न सक्नुहुन्छ। त्यसपश्चात तपाईँले यसरी गएर चेक पनि गर्नु सक्नुहुन्छ। हेर्नुहोस् त है तपाईँले यसरी गएर यहाँनिर चेक गर्न सक्नुहुन्छ। अन्त यस्तो एक्टिभ देखायो भने चाहिँ तपाईँको ब्याङ्कसँग आधार लिङ्क भइसकेको छ है, कङ्ग्रेचुलेसन भन्दा हुन्छ है साथी हो। यस्तो भिडियो अझै हेर्नको लागि मेरो पेजलाई फलो गर्नुहोस्, लाइक सेयर पनि गर्नुहोस् है साथी हो।